अब यता दिदी बनाउँदा तिमी हेरेर गर्नु Hello and Guzampo, welcome back to my channel again. And आज चाहिँ फुटबल ड्रेस लाएर कहाँ गएको भनेर सोचिराख्नु भएको होला। म चाहिँ आपासँग तामा काट्नु गएको। आज चाहिँ तामाको सब्जी खाने भनेर। सो हेर्दै गर्नु होला मेरो भिडियो एन्डसम्म। यसो गरेर चाहिँ एउटाले पुग्छ कि दुईटै का एउटाले पुग्छ होला एउटाले पुग्छ खाजा त हो त्यो त ठुलो अलिक सानै रहेछ हौ माथिको त दुईटै काट्नु पर्यो ल उतापट्टि पनि छ यो छोड यो पछि कि बाबु यसले थम्बनेल भयो अब यो चाहिँ अलिक सानो यो चाहिँ अलिक सानो अघिको चाहिँ यो अलिक ठुलो छ यो नि अनि अहिले चाहिँ आपाले सानो काट्दैछ यसको बोक्रा चाहिँ यस्तो गरेर पिलअप गर्नुपर्छ यस्तो गरेर अनि यो चाहिँ एकदम अर्ग्यानिक यो चाहिँ अर्ग्यानिक हो हैन यो टुप्पी झन् मिठो हुन्छ यसको यो आपाले भनेको यो टुप्पी चाहिँ झन् साह्रो मिठो यो चाहिँ साह्रो मिठो अरे किनभने यति चाहिँ कलिलो हुन्छ अलिकति छिपेको हुन्छ नि त त्यही भएर लो अब चाहिँ आज दुईटा छ हामी चाहिँ आज चाहिँ एउटा खाने अन्त खासै गरी यो चाहिँ हाम्रो उता माइतमा भन्ने चाहिँ मेरो माइतमा भन्ने चाहिँ यो एकताल बोइल गरेर पानी फेकेर चाहिँ मिठो हुन्छ नि त के भन्छ यसको तितुहरू जान्छ नि त अन्त यहाँ चाहिँ डाइरेक्ट सब्जी भयो सब्जी भयो भने भएर सब्जी बनाएर खाँदो रहेछ यो अहिले चाहिँ हामी चाहिँ डाइरेक्ट काटेर सब्जी बनाएर खानेछौँ यो चाहिँ कलिलो हो यिनीहरू लाउँदै गरेको यो अलिक खानु भएको छैन यतिको भएपछि चाहिँ खानुपर्छ यो चाहिँ अलिक सानो काट्नु पनि मिल्दैन यो चाहिँ त्यस्तो है साथी हो अनि यहाँ चाहिँ आपाले पहिला डढेर लगाइदिएको रहेछ अनि यहाँनिर चाहिँ सानो रहेछ यहाँनिर एउटा सानो रहेछ त्यति नै हो द्याट्स अल अब यो गएर हामीले चाहिँ बेम्बो सुटको सब्जी म कसरी बनाउँछु देखाउँछु मकैको झुङ्गा भनेको चाहिँ हो एकदम पाक्दैछ है अब लोकल वाटर ट्याप चाहिँ यस्तो चल्छ नि त यो खोलेपछि चाहिँ सट्टै आइहाल्छ यस्तो गर्नुपर्छ हैन सानो सानो अहिले चाहिँ हामीले एउटा सानो चुल्हाको बनाउन आँटेको यस्तो होला नि टक टक आसु त हुनै जाऊ अहिले चाहिँ पानी पर्नु आँटेको छ है यहाँनिर चाहिँ अनि म चाहिँ यहाँनिर अहिले अलिन्ची फानिसकेर हामी चाहिँ यहाँनिर खाजाको तयारीमा अन्त म चाहिँ यहाँ तामाको सब्जी बनाउन आँटेको छु है अनि साथीहरू यो बेम्बो सुटको चाहिँ सब्जी मात्रै हैन अचार पनि मिठो हुन्छ यसको तपाईहरुले अचार बनाएर स्टोर
स्टोर गरेर धेरै समय राखेर खानु सक्नुहुन्छ। यसको अचार पनि गाउँमा बसेको फाइदा यो हो नि त, अर्ग्यानिक खानु पाउने। Boleh lagi apa? Kak. Ya. 당신은 यतापट्टि पुरा बलेको यसले पार्टी भयो कत्रो यो नि यो यहाँ पाउँदैछ त Kamu bilang lah. Nak wait. Buat kali dorong saja lagi. साथीहरु यो चाहिँ टिम्बुर हो। यो टिम्बुर लायो भने चाहिँ तामाको सब्जीमा चाहिँ धेरै टेस्ट पनि आउँछ। सो म चाहिँ यहाँनिर टिम्बुर कुटिरहेको छु। यो चाहिँ टिम्बुर हो, टिम्बुर। यसमा चाहिँ अलिकति पानी लाउनुपर्छ, बेसी पानी लाउनु हुँदैन, मिठो हुँदैन। कम्ती पानी लगाएर यसलाई चाहिँ पाक्नु दिनुपर्छ। लो